हेलो नमस्ते, स्वागत छ मेरो च्यानलमा। आजको भिडियोमा म आँपको अचार बनाउने एकदमै सजिलो तरिका लिएर आएकी छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। मैले लिएकी छु 1.5 किलो आँप। आँप चाहिँ अलिक छिपिएको छ, भित्रतिर हड्डी पसेको भएको हुनाले काट्नको लागि अलिक गाह्रो नै भएको छ। अचानमा राखेर म यसको पिस बनाउँदैछु। यसको टुक्रा धेरै ठुलो पनि हुनु हुँदैन र धेरै सानो पनि हुनु हुँदैन। यतिको टुक्रा बनाउने र यसको भित्री भागको गेडालाई चाहिँ निकालेर फ्याक्नुपर्ने हुन्छ। यसरी एक एक गरेर काट्ने। योभन्दा नरम आँपको पनि अचार त बन्छ, तर त्यो चाहिँ अलिक छिट्टो बिग्रिने सम्भावना हुन्छ। मलाई फेरि अलि भित्रतिर हड्डी पसेको आँपको अचार चाहिँ एकदम मनपर्छ, चुस्न राम्रो हुन्छ। त्यसैले मैले चाहिँ हड्डी पसेको आँप नै चोइस गरेँ। यसरी सबै आँपको टुक्राहरू बनाउने र बनाइसकेपछि 2 चम्चा नुन एड गर्ने र 1 चम्चा बेसार राखेर यसलाई चाहिँ राम्रोसँग मिक्स गर्नुपर्छ। यसरी मिक्स गरिसकेपछि 3 देखि 4 घण्टासम्म यसलाई छोडिदिने छोपेर। 3-4 घण्टा पनि 4 घण्टा पनि बित्यो। अब चाहिँ यसलाई चर्को घाममा लगेर सुकाउनु पर्ने हुन्छ। यसरी नुन र बेसार मलेर आँपलाई 3 देखि 4 घण्टासम्म राख्दा यसको पानी भरि सबै निस्किने र आँपको पिसहरू पनि एकदमै टाइट हुने, नुन पनि भित्री भागसम्म पुग्ने हुन्छ, छिटो पनि सुक्छ। यसरी मैले घाममा बोक्रालाई तलतिर र भित्री भागलाई माथितिर फर्काएर सुकाउँदैछु। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है त साथीहरू। यसरी एक एक गरेर सबै आँपहरू सुकाउने। भिडियो अलि लामो भएकोमा झ्याउन मानेर हेरिदिनु होला प्लिज। अनि 1 लाइक दिन पनि नभुल्नुहोला। हजुरको 1 लाइकले मलाई चाहिँ हौसला बढ्ने गर्छ। यसरी सबै सुकाइसकेपछि लगभग यसलाई 1 देखि 2 दिनसम्म सुकाउने। र अब म बनाउँदैछु यसको लागि मसला। 2 चम्चा जिरा राखेँ, 2 चम्चा धनियाँ, त्यसपछि म राख्दैछु सौँफ। सौँफले चाहिँ अचारलाई एकदमै मिठो बनाउने गर्छ। सौँफ पनि राखेँ। त्यसपछि राख्दैछु म रायोको गेडा, तोरी भए पनि हुन्छ, मसँग चाहिँ रायो थियो, रायोको गेडा राखेँ 2 चम्चा।